हेलो एभ्रिवान, सबैजनालाई सेवा नमस्कार। सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। र अहिले चाहिँ म नेपालबाट इन्डिया हैदराबादसम्म जाने क्रममा छु र जाने क्रममा अब कहाँसम्म तपाईँहरूलाई जति बाटोमा गरिरहेको यात्रा विषयमा चाहिँ म तपाईँहरूलाई देखाउँदै जानेछु है। तपाईँहरूले हेर्दै जानुहोला, कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया पनि जनाउनु होला। सायद गाडीमा खासै राम्रो भिडियोहरू बनाउन नपाउन पनि सक्छु म हैन। अब निन्द्राको व्यस्तता अर्थात् 4 दिनको यात्रा हुनेछ मेरो चाहिँ नेपालबाट हैदराबादसम्मको पुग्दाखेरि चाहिँ। र आज चाहिँ यो मेरो फर्स्ट डे है त। हामी चाहिँ अहिले म चाहिँ घरबाट हिँडेर इटहरी चाहिँ पुगिसकेको छु र इटहरीबाट चाहिँ अब बुटवल जानुपर्ने हुन्छ र बुटवलसम्मको यात्राहरूको विषयमा पनि तपाईँहरूले पक्कै पनि हेर्नुहुने नै छ। तपाईँहरूलाई देखाउने नै छु। र बुटवलदेखि हामी सुनौली हुँदै हामी चाहिँ गोरखपुर हुँदै हामी इन्डिया जानेछौँ। सुनौली बोर्डरबाट क्रस भएर चाहिँ हामी इन्डिया जानेछौँ। जुन यो गाडी 7 स्टार देखिराख्नु भएको छ यो चाहिँ इटहरीको। र अहिले चाहिँ म बुटवल आइसकेको छु। अब बुटवलबाट चाहिँ हामी फेरि लाग्नेछौँ सुनौलीतर्फ। र सुनौलीतर्फको दृश्यहरू पनि तपाईँहरूलाई म देखाउने छु। यो चाहिँ बुटवल हो। बुटवलमा चाहिँ अहिले पाहाडै भए पनि लास्टै गरम भइरहेछ है। निकै गरम हुँदो रहेछ यहाँनिर। हेर्दा चाहिँ पाहाड जस्तो एरियाहरू चाहिँ पहाडिलो छ, राम्रो छ होइन। उच्च ठाउँमै रहेको मेरो पछाडि पाहाड पनि देखिरहनु भएको छ अनि घाम पनि चकबन्न लागिरहेछ। अनुहारहरू एकदम पोलिरहेछ, कपाल ठाडो ठाडो भइरहेछ। र म चाहिँ सुनौलीतर्फ लागिसकेँ अब। र सुनौली जाने क्रममा चाहिँ हामी गाडीमा छौँ है त अहिले। बाटोको दायाँ बायाँ मान्छेहरू अस्तव्यस्त तरिकाले हिँडिरहेछ भने हावा थोरै थोरै आइरहेछ। एकदम गरम भएको कारणले झ्यालबाट मैले थोरै अनुहार निकालेँ। पर्दाले थोरै घाम छेलिरहेको थियो। मेरो साथमा हुनुहुन्छ सहयात्रीहरू। र हामी अहिले बाटोको दृश्य देखाउँदैछौँ। मोबाइलको चाहिँ क्यामेरा अलिकति ठाडो तरिकाले मैले भिडियोको कारणले खासै पुरै नआएको अवस्था छ। मोबाइललाई तेर्सो पारेर भिडियो खिच्नलाई गाडी सानो अनि असहज भएको थियो। तर बाटोमा भने निकै राम्रो बोट बिरुवाहरू फुलहरू रोपेको रहेछ। राम्रै लाग्यो मलाई चाहिँ मन पर्यो। निकै राम्रो दृश्य नेपालभित्र है त। यो हाम्रो बुटवलभित्रै छौँ हामी। अनि अबको केही क्षणमा हामी सुनौली पुग्नेछौँ। अहिले चाहिँ हामी बुटवलमै छौँ। एकदमै नेपालको वातावरण अनि नेपालको दृश्यहरू चाहिँ हामी लगभग अन्त्यतिर छौँ। निकै राम्रो आइरहेछ भने मेरो अनुहार चाहिँ घामले गर्दा एकदम गरेर। यो चाहिँ हाम्रो सुनौली बोर्डर अनि हामी चाहिँ अहिले सुनौली पुगिसक्यौँ म चाहिँ होइन। र अब सुनौलीको हाम्रो लास्ट नेपाली झन्डा है त सिमाना इन्डिया र भारतको। अब भने म क्रस गर्दैछु इन्डियातिर। र अब चाहिँ भने इन्डियाको गाडीमा चढिसकेँ। गाडी चढेर चाहिँ बाटोमा मैले छोटो भिडियो बनाउने कोसिस गरेँ। बाटोमा मोबाइलको हाम्रो 2 तले गाडी र सिलबोर्डमा बस्नुपर्ने, त्यही पनि 2 जनाको चुप्प भएको कारणले गर्दाखेरि मजाले भिडियोहरू खिच्न चाहिँ भने मैले सकिनँ तपाईँहरूलाई है। ठाडै मोबाइल बनाएर खिचेँ, तेर्सो बनाउन सकिनँ। अनि गाह्रो हुन्छ नि त इन्डियामा त अब बाटोमा होइन। अहिले चाहिँ म यहाँनिर खाना खाने ठाउँमा झरिसकेँ। कुन ठाउँ हो यो चाहिँ थाहा भएन। गाडी चाहिँ हाम्रो त्यहाँ रोकिरहेको छ भने इन्डियाजको यो पहाडी भेगतिर चाहिँ यस्तो छ है त। पानी हल्का परिरहेको थियो अनि अँध्यारो रातको कारणले यो चाहिँ सेकेन्ड डे है मेरो। र हामी खानासाना खाएर फेरि लाग्यौँ त्यहाँबाट। करिब एउटा गाडीमा हामी 180 जना छौँ। अनि नेपालबाट हिँडेको यो चाहिँ मेरो सेकेन्ड डे अर्थात् 2 दिन। अहिले चाहिँ फेरि बिहान भइसकेको छ र म चाहिँ अहिले फेरि पनि यो चाहिँ हाम्रो 3 दिनको यात्रा बाटोमा हिँडिरहेको छु। र तल केही खाजा खाने टाइममै म चाहिँ झरेर थोरै भिडियो बनाउने कोसिस गरेँ। र फेरि खाजा नास्ता खाएर हामी लाग्यौँ।
र यहाँ चाहिँ अलिक गाउँ टाइपको खेतीयोग्य जग्गाहरू जस्तो पर हेर्दा निकै राम्रो पाहाडहरू कुहिरो लागेको अनि घरहरू पनि थोरै ठाउँ रुख बोटबिरुवाहरू। अनि म चाहिँ गाडीको तालमा भिडियो बनाउँदै हिँडिरहेको छु भने भिडियो भनेको चाहिँ सेम प्रकारकै छ। सानो घरहरू छाना बत्तीको इन्डियाको कुन ठाउँ हो त्यो चाहिँ मलाई थाहा भएन। गाडी चाहिँ स्पिडमा भएको कारणले सोध्ने बुझ्ने सब नेपाली हुन्छ अनि 1-2 जना इन्डियन हुन्छ। अनि गाडीले उफारेर तपाईँको 2 दिन 3 दिनको यात्रामा गाह्रो भइरहेको हुन्छ क्या। त्यही पनि मैले चाहिँ भिडियो बनाउने कोसिस गरेँ। पारिपट्टि पाहाडहरू अनि यस्तै पाहाडहरू मनपर्छ नि त मलाई। इन्डियाको माथि हुँदै हामी आइरहेको छौँ, तर यस्तै ठाउँ भयो भने गरम चाहिँ निकै हुँदो रहेछ। त्यही नै एसी थियो गाडीमा, त्यही भएर थोरै गर्मीको चाहिँ महसुस घरिघरि मात्रै भयो एसी बन्द हुँदा। र यहाँ चाहिँ निकै त्योभन्दा निकै उच्चमा आइसकेको छु कि म। हल्का पानी पर्न खोजिरहेको थियो अनि जङ्गल रहेछ। फेरि जङ्गलको पनि भिडियो मैले तपाईँहरूलाई देखाउने कोसिस गरेँ र भिडियो गरेँ। र यो जङ्गल हामी फोटेर अलिक परतिरको जङ्गलमा पुगिसकेका छौँ। पारी पाहाडहरू ससाना देखिँदैछन्। यहाँ पनि जङ्गल भने निकै ठुलो रहेछ अनि ओह्रालो रोड भएको कारणले गर्दाखेरि हल्का मलाई चाहिँ ढल्काइरहेको थियो अगाडिपट्टि चाहिँ अर्को दाइ हुनुहुन्छ, उहाँको चाहिँ मैले भिडियो लिइनँ। थोरै हामी अगाडि आयौँ, केही बस्तीमा आइपुगेपछि हल्का फाल्टै खालको दृश्यहरू देखियो। त्यहाँ मैले भिडियो खिचेँ अनि हामी अगाडि बढ्दैछौँ। र अब यसरी भिडियो बनाउँदाखेरि चाहिँ अब बाहिर निकाल्यो भने चाहिँ यस्तो हुन्छ क्या, हाम्रो चाहिँ अब त्यसरी सुत्नुपर्ने हुन्छ। मेरो अगाडि अर्को दाइ हुनुहुन्छ है। सो यो चाहिँ 2 तला माथि गाडीमा होइन, तल अर्कैहरू हुनुहुन्छ। यो चाहिँ 2जनाको सिट भएर हामी चाहिँ माथि बस्यौँ। र फेरि मैले बाहिरकै भिडियो देखाउन प्रस्तुत गरेँ, खोजिरहेको छु। अनि मोबाइल बाहिर निकालेर झ्यालबाट मिल्दैन कि, हावा एकदम तेज हुन्छ। केही कथाङ्गरले मोबाइल झऱ्यो भने अब झरिजान्छ होइन। अनि कति त अब चोरहरू हुन्छ, थुतेर पनि लानु सक्छ। त्यो भएको कारणले मैले झ्यालभित्रैबाट चाहिँ ठाडो क्यामेरा बनाएर नै फोटो खिचेँ, भिडियो बनाएँ। अनि हामीले अब फेरि अगाडि बढिरहेको छौँ। जङ्गलहरू धेरै थियो आउने क्रममा, पुरै मैले खिचेको छैन। थोरै सर्टकट भिडियोहरू बनाइरहेको छु। यहाँ नि फुलहरू फुलेको रहेछ रोडको छेउछाउ इन्डियाको बाटोमा। जङ्गलहरू देखियो। योभन्दा अगाडि अब हामी बस्तीतिर लाग्ने आँटेको छौँ र हामी अहिले बस्तीतिरै आयौँ। र यहाँसम्म आइपुग्दाखेरि लगभग हाम्रो 2-3 दिन आदि भइसकेको छ भने आज चाहिँ हाम्रो यात्रा भनेको चाहिँ 1 दिन आदिको छ। अब हामी फेरि अगाडि बढिरहेका छौँ र यो चाहिँ हामी अगाडि बढ्ने क्रममा 4 दिनको यात्रामा हामी लाग्यौँ। सो 4 दिनमा भनेको चाहिँ उज्यालो भएर अगाडि बढिरहेको थियौँ। अब हामी हैदराबाद नजिक आइपुग्यौँ अनि हैदराबादको छेउमा आएर चाहिँ मैले थोरै हात पक्रेर भिडियो बनाउने कोसिस गरेँ। रोडहरू निकै ठुलो छ अनि गाडीको चलमल पनि छ। हैदराबादको यो ठाउँमा अब धेरै चाहिँ छैन। म चाहिँ हैदराबाद पुग्नका लागि है त हामी अगाडि बढिरहेका छौँ। बाटो कस्तो लाग्यो तपाईँहरूलाई? यस्तै हो जिन्दगी, के गर्नु। नेपालमा रोजगार छैन है, त्यो भएको कारणले गर्दाखेरि कुनै पनि नागरिकहरू विदेशिनु बाध्यता छौँ। हामी भारतमा आउने नेपालीहरूलाई पनि धेरै गाह्रो छ। एकजनाले गल्ती गरेको कारणले सर्वस्व राम्रो गरी खाने नेपाललाईसम्म असर परेको छ भने अहिले चाहिँ म हैदराबाद आइपुगिसकेँ। यो माथि चाहिँ अर्कै मेट्रो हिँड्छ। गाडीहरू मैले पुरै त खिच्न सक्दिनँ। म चाहिँ अहिले अटोमा झरिरहेको छु गाडीबाट है। यो चाहिँ अटोमा झरेको दृश्य हो। र म चाहिँ अब अटोबाट थोरै भिडियो बनाइरहेको छु। यो छोटो 10 मिनटको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? यदि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो पनि गरिदिनु होला है त। हुन त भिडियो राम्रो नहुन सक्छ। र अहिले चाहिँ म फाइनली रुममा आइसकेँ। सो अब हेरौँ के हुन्छ।
आज चाहिँ म बस्छु नुहाउँछु अनि भोलिबाट सायद कम्पनी जोइन गर्छु र कम्पनीको गएको भिडियो चाहिँ म चाहिँ अर्कोपल्ट देखाउने छु। यो चाहिँ मेरो रुम बाहिरको दृश्य हो, हैदराबाद हो यो, जुन यहीँ म चाहिँ बस्छु है त। र अर्को भिडियोमा कम्पनीको भिडियो देखाउने बाचाका साथ अहिले चाहिँ म तपाईँहरू समक्ष बिदा हुन चाहन्छु भन्दै अब चाहिँ तपाईँहरूलाई अर्को भिडियोमा बाई बाई।